Nice. सबैजना वेलकम हाम्रो गफका पोडकास्टमा अनि हामी मोमो बनाइरहेको छौँ 31 से 2 निशाने भन्छ यसलाई चाहिँ होइन हामी चलफल यस्तै हानेको नेपाली यस्तै हुन्छ अनि यो पोडकास्टको नाम चाहिँ गोलो घेरा हो र यसको पछि रिजन पनि खुलाउँदै जान्छन् तर गोलो चाहिँ छैन अहिले First, let's introduce ourselves. मेरो नाम सुयोग जमजीसी. We are working in Australia. अनि My name is Ridesh Thapa and we are living in Australia. We live together doesn't mean like we live together in the same house as a friends. Yeah. आज चाहिँ हामी मोर लाइक हाम्रो साथ दोस्ती पनि कताबाट सुरु भयो लाइफ कस्तो भइरहेछ अस्ट्रेलियामा देखि लिएर अरू के कुराहरू साथी मेलबर्न कस्तो लागिरहेको म ब्रिस्बेनबाट मेलबर्न भएको बेला के भयो चेन्जेस लाइफ इन जेनरल चाहिँ जेनरल कुरा हामी गर्न लागिरहेका छौँ आज This is just a trial one. This is just a normal take that we are just giving a shot. So yeah. If this video come across you, yep. Don't forget to like, subscribe. Follow us on TikTok. We are professional TikTokers. We are professional TikTokers. Actually, अहिले चाहिँ हामी TikTok पनि बनाइरहेको छौँ. TikTok चाहिँ एक्सपेरिमेन्टिङ मोमो जस्तै हैन. अन्त चाहिँ अब कसरी हुँदैछ के भनेर अति राम्रो बन्यो यो. मेरो चाहिँ कम गर्न के हुन साथीहरु बोल्नु पर्ने हुन्छ. फर्स्टमा मैले साथीलाई क्वेसन सोध्छु है त. ओके छ. साथी, हाउ इज अस्ट्रेलिया गोइङ अन विथ फर यु? अब एक वर्षमा आई थिङ्क मेरो चाहिँ एकदमै धेरै ग्रोथ भइरहेको छ जस्तो लाग्छ मलाई चाहिँ पर्सनली चाहिँ मैले त्यस्तो फिल गर्दैन मलाई आई थिङ्क आइ एम नट स्टक बिट्विन एनिथिङ मेरो चाहिँ क्लियर भ्युज छ मेरो क्लियर सेन्टिमेन्ट्स क्लियर एकदमै म चाहिँ आफ्नो करियरलाई लिएर चाहिँ एकदमै स्ट्रेट फरवर्ड छु एकदमै मैले पहिलेबाट जे सोचिरहेको मैले त्यही नै गरिरहेको छु अब त्यही कारणले नि मलाई चाहिँ एकदम इजी भइरहेको हरेक कुरामा र अब अरू त त्यस्तै काम मेन कामहरू गर्नु पऱ्यो पढ्नु पऱ्यो र सबै कुरालाई चाहिँ ब्यालेन्स गर्नु पऱ्यो त्यस्तै छ. अरू तिम्रो त्यो रिसेन्ट धेरै कुराहरू सिकिरहेको छ तिमीले होइन तिम्रो लाइफमा धेरै बाधाहरू नि आज त तिमीले राम्रो तरिकाले ट्याकल गरिरहेको छौ. वान अफ द बाधा जुन चाहिँ अब सबैलाई हुन्न नि त त्यो चाहिँ मान्छे हाम्रो अडियन्सहरूलाई इन्ट्रेस्टिङ लाग्न सक्छ. तिम्रो रिसेन्ट कार एक्सिडेन्ट भयो नि साथी ठुलोवाला राम्रोवाला कार एक्सिडेन्ट. मैले जब 4 डेज मात्रै चलाएको थिएँ मैले 4000 USD प्लस अरू के खर्च लगभग 5000 जति चाहिँ नि मैले खर्च गरेको थिएँ अनि मलाई कार चाहिँ चलाउनु त आउँथ्यो तर म त्यति धेरै कन्फिडेन्स थिइनँ होला त्यही कारणले नै एउटा एक्सिडेन्ट हुनुको मेन रिजन थियो होला जस्तो लाग्छ अहिले आएर सोच्दाखेरि चाहिँ. अनि त्यो मैले 4 दिन मात्रै चलाएँ गाडी चाहिँ मैले 4 दिन मात्रै चलाएँ र जब म कोबक जाँदै थिएँ मेलबर्न बस्नुहुन्छ नि थाहा होला कोबकको इन्टरसेक्सनमा चाहिँ मेरो एक्सिडेन्ट भएको थियो र त्यो मान्छेले चाहिँ मलाई हानेर भाग्यो अनि त्यसपछि त्यस्तै खास पनि भने एक्ज्याक्ट केस चाहिँ के भएको होला तिम्रो ठ्याक्क त्यही सिचुएसन सिनारियो कस्तो थियो भन्नु न. म चाहिँ नि राइड जाँदै थिएँ अनि अहिले हेर्दाखेरि त्यो गिभ अवे थियो तर मैले चाहिँ गिभ अवे नदिकिन हिँडेँ कि जस्तो लाग्छ मलाई सोच्दाखेरि चाहिँ तर यसो हेर्दाखेरि त्यो मान्छेले रोक पनि पर्ने हो जस्तो चाहिँ इम्प्याक्ट चाहिँ नपार्नु पनि गल्ती तिम्रो त्यसले चाहिँ नरोकिकन एउटा क्याजुअलिटीमा बनाएर नै छोडेर नि गएको थियो विच इज भेरी रङ. यदि आफ्नो गल्ती छैन भने नि रोकेर चाहिँ तर इन वे त्यो चाहिँ राम्रो लेसन नै भयो नि साथी. तर त्यो चाहिँ नि एउटा धेरै कुरा चाहिँ सिक्न पाएँ मैले चाहिँ मेन सिकेको भनेको चाहिँ लिसन टु योर फादर गाइज. जेनरली चाहिँ के भन्छु के कुरा तिमीले ठ्याक्क बाबाले चाहिँ एकदमै अब्जेक्टिभ मतलब गाडी गएर चाहिँ अझ सानो होस् अझ नेचुरल भएको होइनस् होइन धेरै कुराहरू ह्यान्डल गर्नुपर्छ गाडीसँग धेरै खर्च धेरै रेस्पोन्सिबिलिटीहरू आउँछ तर अलिक सोचेर गर भन्दाखेरि मैले चाहिँ हामीले एउटा लाइफ टाइम अपर्च्युनिटी आएको गाडी एकदमै राम्रो थियो जस्तो चाहिँ मलाई लागेको थियो अनि राम्रो पनि थियो गाडी चाहिँ राम्रो थियो एप्रिसिएटिभ छ त्यो गाडीको लागि मिल्छ भने यहाँ ठ्याक्क फोटो यता कता हुन्छ ट्याक्क यता उता होइन त्यहाँ छ फर यस्तो भएको थियो भनेर है. ठिक छ. इन टर्म्स अफ मेरो अस्ट्रेलियाको लाइफ चाहिँ इट्स गोइङ ग्रेट. अब त्यही त हो अब नर्मल 20 years ओल्ड जस्तै कि उनीहरू जसरी कन्फ्युज हुन्छ नि म पनि त्यही फेजमा छु. म आम स्टिल कन्फ्युज होइन
अहिले म ब्याचलर अफ इन्फर्मेसन सिस्टम गर्दैछु विच इज नट ब्याड आम नट कम्प्लेनिङ बट स्टिल आम फिगरिङ आउट म त्यो फेजमा छु अनि एक्चुअल लाइफ पढाइ बाहेकको लाइफमा चाहिँ इट्स गोइङ ग्रेट एभ्री डे चाहिँ नयाँ लर्निङ जस्तो भइरहेको छ एभ्री डे चाहिँ ब्लेसिङ छ होइन ट्याक्क उठ्यो नयाँ त्यो दिन नयाँ भयो हुन्छ अब असाइनमेन्टदेखि लिएर एभ्री डे इज डिफ्रेन्ट असाइनमेन्टदेखि लिएर कामदेखि लिएर एभ्रिथिङ चाहिँ म सेटिस्फाई छैन तर त्यसको लागि चाहिँ जस हङ्ग्री चाहिँ छु के भनौँ न चेन्जेस त्योदेखि लिएर त्यो भएर लाइफ चाहिँ म अहिलेसम्मको लागि 10/10 नै दिन्छु म तिमीले अब ब्रिस्बेनबाट फेरि मेलबर्न आयो यो चाहिँ लाइक जस्तै नेपालबाट अस्ट्रेलिया आउँदाखेरि चाहिँ मोस्ट अफ द फाइनेन्सियल बर्डन चाहिँ हाम्रो प्यारेन्ट्स साइड थियो होला होइन तर जब तिमी ब्रिस्बेनबाट मेलबर्न आउँदाखेरि चाहिँ फाइनेन्सियल बर्डन चाहिँ तिमीलाई पर्यो त्यो चाहिँ तिमीले कसरी ट्याकल हाल्नु त्यो ट्याकल मैले एकदम फर्स्टली चाहिँ मैले क्यालकुलेट गरेँ चाहिँ त्यो क्यालकुलेटेड रिस्क थियो म मेलबर्न ब्रिस्बेनबाट यहाँ मेन कुरा चाहिँ क्यालकुलेटेड रिस्क थियो म यो गरेपछि मेरो लङ टर्मसम्म मलाई कतिको हेल्पफुल हुन्छ र कतिको मलाई ठिक हुन्छ भन्ने थियो होइन रिजनहरू चाहिँ धेरै छन् तर स्पेसिफिकली रिजन भन्दा पनि तिमीले भनेको ट्याकल चाहिँ मैले कसरी गरेँ फाइनेन्सियल भन्दाखेरि फर्स्टली चाहिँ मैले सबै कुरा एस्टिमेट गरेँ अब यो यस्तो यस्तो खर्च होला यो होला भनेर त्यही माथि ठ्याक्क अघिल्लोचोटि मेरो ब्रेक पनि थियो अनि त्यसले गर्दा मैले फाइनेन्सियल्ली पनि मेरो म हल्का स्टेबल थिएँ कि त्यो स्टेटमा त्यही भएर नि हल्का आँट आयो अनि त्यो त्यसपछि चाहिँ सबै एकदम मैले सम्झिनुपर्ने सावर गर्नुपर्ने मान्छेहरू चाहिँ हृदय तिमी हृदय भयो अनि हाम्रो प्रज्वल भयो उनीहरू ऊ र अर्को एउटा साथी छ उनीहरू चाहिँ एकदम मेजर फ्याक्टर हो के एउटा यो मेरो स्मुथ ट्रान्जेक्सनको लागि प्रज्वलले चाहिँ अब भनौँ न हामी उसको घर बस्यौँ 1 महिनाको लागि उसको आफ्नै घरमा रेन्ट बिना राख्यो उसले है त्यसले गर्दाखेरि चाहिँ अमेजिङ भयो अनि त्यसले गर्दा म स्मुथली ट्रान्जेक्सन घरको रेन्ट कम भएपछि मात्र पनि धेरै इजी हुने क्या अब ग्रोसरी त नर्मली के खाने गर्ने हो हामी त्यस्तो महँगो नि खाइन के गरिँदैन होइन त्यसो गरेर इजिली चाहिँ ट्रान्जेक्सन लिएँ क्या मैले त्यो तर साथी कसैले नगरे कसैले त भन्दैन तर एकदम रेयरली गर्ने के जुन चाहिँ हामीले गऱ्यौँ नि ब्रिस्बेन टु सिडनी टु मेलबर्न इन्सेन जर्नी त्यसको बारेमा कुरा गर्दाखेरि चाहिँ एकदम रमाइलो भएको थियो एभ्री त्यसको नि हाम्रो एउटा पोडकास्ट चाहिँ छ हामी प्रोफेसनल भइसकेको यस्तो भइरहेको छ हामीले चाहिँ कट नगरिकन हामीले सोच्नु हामी एकदम र हो क्या यो चाहिँ हाम्रो अझ बिचमा धेरै पात्रहरू त्यो सिडनीमा भेटेको पात्रहरूको नि अझ हाम्रो ब्लग छ हाम्रो क्यारेक्टरहरू धेरै छन् भनौँ न यो जर्नीको जस्तै कि हामीले त्यहाँ धेरै प्रमिसेसहरू थियो लाइक हामीले त्यहाँ धेरै कुराहरू बोलेको थियौँ र अब यदि हामी फेरि त्यो 4 जना त्यो उसकोमा भेट्यो भने चाहिँ फेरि सोध्नुपर्ने चाहिँ त्यो चाहिँ भइरहेको छैन त्यो भइरहेको छैन त्यो क्यारेक्टरहरू धेरै छन् हाम्रो साथीहरू चाहिँ धेरै छन् यो अस्ट्रेलियामा म जति नेपालमा घुमेँ नि जति नेपालमा साथी बनाएँ नेपालमै छ साथीहरू अभियसली तर घुमेँ नि त्योभन्दा धेरै नै बढी चाहिँ म अस्ट्रेलियाहरू घुमेँ क्या मेरो अनि त्यसबाट मैले धेरै कुराहरू सिकेछु किनभने म हल्का ओल्डरली भएँ अनि फ्रिडम पनि भयो कि ममा त्यसले गर्दा अब जस्तै हामी सिडनीमा कति धेरै भयो नि त रमाइलो कति धेरै मान्छेहरू थिए कस्तो बसिएको थियो द्याट्स ग्रेट है अब त्यो चाहिँ डिफ्रेन्ट त्यसको डिफ्रेन्ट सेक्सन छ त्यसको आफैमा खतरा सेक्सन छ होइन त्यसको लागि त्यो नेक्स्ट पोडकास्टमा आउँछ होला अनि अहिले चाहिँ अब यो भनौँ न हामी भनौँ न कति कुराहरू चाहिँ जुन अरूहरूले गरेनन् त्यो गरेछन् त्यो कस्तो लागिरहेको छ जस्तै हामी जान्छौँ जिम त गइरहेछौँ मान्छेहरू तर हामी अलि मेन्टेनली गइरहेछौँ जिम अनि हामीलाई चाहिँ मन लागेको कुराहरू गिटार बजाइ गिटारहरू म्युजिकल एउटा पाथवेमा नि जस्तैमा नि छौँ पढाइलाई नि कन्टिन्यू कामलाई नि कन्टिन्यू अनि वर्क लाइफ ब्यालेन्स छ यो फेजलाई चाहिँ तिमीलाई कसरी डिस्क्राइब गरिरहेको छ म चाहिँ एकदमै ग्रेटफुल छु यो कुराहरूलाई चाहिँ किनकि लाइक फर्स्ट इयर अस्ट्रेलियामा चाहिँ मेरो अलिक आर्ट थियो आर्टमा पनि धेरै कुराहरू नयाँ कुराहरू ट्रान्जिसन फेज थियो होइन धेरै कुरा सिकिरहेको थिएँ र आफूलाई मन लागेको कुराहरू चाहिँ गरिराख्नु पाएको थिइनँ तर अहिले चाहिँ धेरै कुरा चेन्ज भइरहेको छ मेन्टली चाहिँ धेरै चेन्ज भएर होला अहिले चाहिँ हरेक कुरा ट्याकल गर्न सक्ने एउटा क्षमता बनेर होला अहिले चाहिँ मैले जे पनि गरेर सकिरहेको छु र जे पनि इजिली सिकिरहेको छु जस्तो कि बेस गिटार मैले पर्फेक्ट त भइसकेको छैन तर मैले नेपालमा गिटार सिकिनँ होइन गिटार सिक्न मलाई गाह्रो भयो यहाँ एक्लै अब रुममा बसेर
सिकिराख्नु अब टाइम मिलाइ हुन्छ नि अब व्यस्त त अभियसली हुन्छ असाइनमेन्ट गर्नु पऱ्यो अब कहिले पढ्न जानु पऱ्यो कामहरू त्यो बाहेक नि अब केही टाइम लिएर त्यस्तो बेस गिटारहरू सिकिरहेको छु जुन चाहिँ नि मलाई चाहिँ एकदमै खुसी लाग्छ सही हो तिमीले प्यासन पनि भइरहेछ नि त एउटा होइन तिम्रो इन्ट्रेस्टको कुरा प्यासनेट भइरहेको प्यासनेट भइरहेछ क्रिएटिभिटीहरू बढिरहेको मलाई तिमी डुम स्क्रोल गरेको छैनौ मेन कुरा त्यही हो अब यत्तिकै बसेर टिकटक मात्र चलाउनु भन्दा यत्तिकै भन्दा तिमी एटलिस्ट केही क्रिएटिभ कुरामा इन्गेज भन्छौ नि त द्याट्स अ ग्रेट थिङ हुन्छ म चाहिँ द्याट्स अमेजिङ त्यो चाहिँ अति दामी हो अनि अरू कुरा गर्दाखेरि चाहिँ के हो अरू कुरा के हुन्छ मेरो मेन इन्सपिरेसन चाहिँ यो कुराहरू सुयोग छ धेरै टुस हानेको छ त्यो कुराले चाहिँ साथीहरूसँग बस्दाखेरि चाहिँ जेनरली चाहिँ फन पनि हुन्छ प्लस धेरै कुराहरू चाहिँ नि इजिनेस एक आपसबाट सिकिन्छ अब कति कुराहरू त अब इन्ड्योर गर्न फेस गर्न गाह्रो हुन्छ होइन त्यो कुरा हृदयले गरेर राख्दाखेरि मैले पनि गर्न सक्छु भनेर हृदयबाट इन्सपिरेसन पनि भइरहेको छ म पनि अनेस्टली भन्दाखेरि होइन त्यस्तो हुन्छ अब मलाई पढ्न त्यति मन लागिरहेको छैन अहिले हालसम्म अब तर किन हृदय पढेको क्या आजकल अनि त्यसले गर्दाखेरि मैले पढ्नुपर्छ होइन हृदयले गरेछ यसले गर्दाखेरि यसले गर्यो भनेर गऱ्यो भने होइन कि उसले गर्दाखेरि म मोटिभ भन्छु यसले गरिरहेछ सही हो मेरै साथीले गरिरहेछ म पनि गर्नुपर्छ भन्ने एउटा फिल चाहिँ आइरहेछ गर्छु गर्दिनँ तर होइन गर्छु अभियसली गर्छु गर्दैन तर त्यसरी गर्नु एजुकेसन या नलेजहरू पनि गेन गर्नुपर्छ हरेक कुराको आफूलाई चाहिँ अनकम्फर्टेबल ठाउँमा पुऱ्याउनुपर्छ जे कुरालाई भन्नु भन्दा नि ल ट्राई चाहिँ गरौँ सिकौँ केही न केही त फाइदा होला भनेर चाहिँ हिँड्नुपर्छ जस्तो लाग्छ मलाई सही हो मैले अब नेपालमा भने त्यस्तो पढ्ने मान्छे त होइन अहिले पनि म त्यस्तो धेरै त पढ्दिनँ तर मलाई चाहिँ आजकल चाहिँ इन्ट्रेस्टिङ लाग्छ पढ्न धेरै पढ्ने भन्दा इन्ट्रेस्ट ह्याबिट बनाउन चाहिँ मलाई गाउनु लाग्छ हरेक कुराको चाहिँ ह्याबिटहरू बनाइराख्नुपर्छ जस्तो लाग्छ सही हो तिमीले के अब जस्तै अब कति त थाहै छैन अब होइन अब अस्ट्रेलिया नआएकोहरूलाई कि अस्ट्रेलिया चाहिँ कस्तो छ जस्तो लाग्छ कि उनीहरूलाई जस्तो तिमी नेपालमा हुँदा अस्ट्रेलिया यस्तो थियो अनि यहाँ आएर अस्ट्रेलिया यस्तो रहेछ भन्ने जस्तो के तिमीलाई त्यस्तो फिल भयो कि भएन भयो भने कसरी भयो अस्ट्रेलिया चाहिँ धेरै विदेश गएको छ भन्दै मलाई चाहिँ अहिलेसम्म त्यस्तो हार्ड चाहिँ लागिरहेको आई डोन्ट नो भाइ होइन अब मैले धेरै दुःख नगरेर नि होला मैले अब सब मैले परिवारलाई त्यस्तो हेरिराख्नु नपर्ने भनेर होला अनेस्टली भन्दा होला मेरो फ्यामिलीमा त्यति धेरै प्रेसर दिनुहुन्न तर त्यसको मतलब मैले हेरेको पनि छैन भने होइन समयसम्म हेरि पनि रहेको हुन्छु तर मैले अब सबै कुरा म्यानेज गर्दाखेरि गाह्रै पर्छ फीहरू एकदमै मेनहरू फीले गर्दा नै त्यो कुरा चाहिँ बाबामा बुझिदिनुहुन्छ र आफ्नो जति पैसा खर्च गरेर पनि पढ्न पाइरहेको छु आफ्नै खर्चले चाहिँ एकदमै ग्रेटफुल छु त्यही भएर मलाई चाहिँ मैले एकदमै जस्तै कि अरूले जस्तै कि फी थोरै युज गर्छ भनौँ न त्यो गरेर अरू कुरा ब्यालेन्स गर्छ मैले चाहिँ अब यता गर्दा त्यस्तै भइरहेको तर त्यसमा त मैले चाहिँ पैसा चाहिँ राम्रै कमाइरहेको छु अनि मलाई चाहिँ गाह्रो चाहिँ नि भइरहेको छैन एकदमै म मोटिभेटेड छु म चाहिँ जति पनि काम गर्न सक्ने जस्तो नि छु होइन त्यो कुरा त सबैले गर्न सक्छ साथी होइन तर सबैले गर्न नसक्ने भनेको हेटलाई चाहिँ भनौँ न ओभरकम गर्ने हो के हेट इन अ वे अरूहरूको क्रिटिसिजमलाई अब त्यो चाहिँ तिमीलाई छ नि त मेन तिमी हृदयले चाहिँ फर रेफरेन्स अहिले चाहिँ अकाउन्टिङ गरिरहेको छ होइन तर हरेक मान्छेसँग कन्भर्सेसन स्टार्टिङ गर्दा के पढ्छ हुन्छ र के पढेपछि अकाउन्टिङ भन्दाखेरि चाहिँ उसले चेन्ज कहिले गर्ने हो फर्स्ट कुरै त्यही हुन्छ किनभने यसबाट चाहिँ केही पनि हुन्न अकाउन्टिङ इज जस्ट 1+1 2 त्यो भन्ने छ नि होइन त्यसबाट चाहिँ तिमीले त्यो कुरालाई चाहिँ कसरी नेग्लेक्ट गरिरहेको छौ त किनभने तिमीले नेग्लेक्ट चाहिँ राम्रै तरिकाले गरिरहेको छौ कि साथी सुरुमा म आउँदाखेरि चाहिँ बिजनेस एडमिनिस्ट्रेसन आएको थियो मैले सुरुमा आउँदा नि त्यस्तो चेन्जको चेन्ज गर्छु या केही गर्छु त्यस्तो केही सोचेको थिइनँ तर यसो म अलिक अगाडि नै आउनु पाएँ आफ्नो कोर्स सुन्नुभन्दा अगाडि आउन पाएँ अलि 1-2 महिना अगाडि त्यही भएर अस्ट्रेलिया चाहिँ मैले एक्सपिरियन्स गर्न पाएँ अनि मैले टाइम टु टाइम मैले एसियुको पोर्टलहरू हेरिरहेको हुन्थेँ कि अनि त्यसपछि मलाई बिजनेस एडमिनिस्ट्रेसन भन्दा चाहिँ अकाउन्टिङ पढ्दा राम्रो होला जेनरली एउटा सिधै बिजनेसबाट डाइरेक्ट अकाउन्टिङ र अनि प्लस एउटा फाइनेन्स नै थियो जस्तै कि फाइनेन्समा चाहिँ नि स्टक अनि त्यसपछि स्टक एनालाइसिस गर्न पाउने अनि त्यहाँ एआईहरू पनि थियो कोर्स पनि राम्रो लाग्यो मलाई अनि ल अनि यसो मैले रिसर्च नि गरेँ ल फ्युचर हेरौँ भने पिआर पनि फ्युचर अस्ट्रेलियामा फ्युचर हो पिआर नै जस्तो हुन्छ त्यही नै हो इन अ वे त त्यही नै हो अनि त्यसमा चाहिँ अब हार्ड छ तर छनु चाहिँ छ भन्ने चाहिँ भयो अनि ल मैले चाहिँ
त्यही रिसर्च गर्दा गर्दा ल सिए पढौँ या सिपिए या आइपिएहरू पनि गरौँ अनि यसरी यसरी चाहिँ अगाडि बढ्न सकिन्छ यही फिल्डमा टेक्निकल फिल्डमा रमाइलो पनि हुन्छ एउटा ट्रेडिसनल जब जस्तै पनि हुन्छ सोचेँ अनि त्यहीमा लाइक फोकस गरेँ अनि त्यसपछि एकचोटि स्ट्रङ पोइन्ट बसेपछि ल यो नै गर्ने भने चाहिँ ल धेरै चेन्ज गरेर यताउति मन ल एक्सपेरिमेन्ट त हो लाइफ भनेको के हुन्छ 3 वर्षपछि थाहा छैन आफूबाट चाहिँ 100% दिन्छु भयो भने भएन भने जान्छु भनेर सोचेँ त्यसरी ट्याकल गरेर झन् पढ्दै गएपछि चाहिँ ल मलाई अकाउन्टिङै मन पर्न थाल्यो त्यहाँ अकाउन्टिङ र फाइनेन्सै मन पर्न थाल्यो मलाई इन्ट्रेस्टै जाग्न थालेपछि अनि त्यसपछि त अरूको कुरा सुन्नु त हुँदैन भनेपछि तिमी मोर लाइकली अरूको कुरा क्रिटिसिजम तिमीले त्यसलाई नेग्लेक्टै गरेन तिमीले सिम्पली त्यसलाई सुनेकै छैन भन्ने पनि नभए अरूले भन्न त भनेछ नि एउटा कारणले सुन्ने एउटा कारणले उडाउने जस्तो भइरहेको छ त्यो कुरा मेरो रिसर्च नै राम्रो भयो पछि चाहिँ रिसर्च सँगसँगै आफ्नो इन्ट्रेस्ट नि बढ्दै गयो ल अब होला भयो होस् नभयो के सिम्पली तिमीले आफ्नै स्ट्यान्ड लियो क्या त्यो भनेको एकदम दामी हो सबैले गर्नु सक्दैन त्यो भनेको एकदमै दामी हो त्यहाँनिर आएर धेरैले कोर्स चेन्ज गर्छ नि त साथी त्यही अरूहरूकै क्रिटिसिजमले गर्दाखेरि अनि नेपालीहरूको चाहिँ मैले यो कुरा मलाई सबै नेपाली भन्दैन होइन तर मेजोरिटी चाहिँ के एकदमै अरूको कुराहरूमा चाहिँ इन्फ्लुएन्स हुन्छन् क्या इजिली इन्फ्लुएन्स हुन्छन् क्या त्यो कुरा चाहिँ मलाई चित्त बुझिराख्दैन म पनि इजिली इन्फ्लुएन्स म चाहिँ वास्तवमा इजिली इन्फ्लुएन्स हुँदिनँ क्या म चाहिँ धेरै कुरा चाहिँ आफ्नै पोइन्ट अफ भ्यू स्ट्यान्ड बाई गर्छु भनौँ न अब भन्थेँ मलाई नि त्यही अब मैले चाहिँ अलिक ठुलो रिक्स लिएको भनेको यही उयसमै हो के अरे स्टेटै मुभ गर्दा होइन हुन त त्यही नै धेरैले भन्थ्यो क्या गर्नु गाह्रो हुन्छ भर्खर आएको छु किन अहिले गर्ने कुरा अलिक पछि गरेर यसो भन्थेँ होइन अब त मैले एक्चुअली रिसर्च मैले पनि त्यही भएर रिसर्च गरेकै भएर वान अफ द रिजन होइन अब यहाँनिर चाहिँ अहिले ब्रिस्बेन चाहिँ एकदम लेब्याक चिल ठाउँ छ होइन त्यहाँनिर चाहिँ लाइफ राम्रो छ म थाहा छैन पछि त्यहाँ जान्छु जाँदिनँ बस्नुलाई तर लाइफ त्यहाँ राम्रो छ तर एक्चुअल हसलको लागि एक्चुअल भनौँ न उयसको लागि चाहिँ मेलबोर्न चाहिँ एउटा सेन्टर जस्तै लाग्थ्यो मलाई अन्य कति कुरा नि छन् होइन हो त्यसले गर्दाखेरि चाहिँ मैले नि जान्छु भनौँ न आउन आफ्नै स्ट्यान्ड बाई गर्न सकेको अरू मान्छेले जे भन्नु नि त्यो राम्रो हो आफूलाई स्ट्यान्ड लिएर आफूले एउटा सोच बनाएर कति मान्छेहरू हामी अब मेन भनेको एउटा कुरामा कम्फर्टेबल भइसक्यो नि त्यो कुरालाई मात्रै समातिराख्न कम्फर्ट जोनबाट बाहिर मेन कम्फर्ट जोनबाट बाहिर निस्किने अरूले के भन्छ कसो भन्छ नसुन्ने होइन आफूलाई यदि राम्रो लाग्छ भने गरिहाल्ने अब अरूले बनाउनु लाइफमा कन्फिडेन्स चाहिँ चाहिन्छ एकदम आज चाहिँ के गर्दैछौ साथी हामीले आज हामीले मोमो बनाइराखौँ डेन्जरै हुन्छ साथीहरू डेन्जरै हुन्छ साथीहरू अझै यत्रो छ औ मा तेज साथी डेन्जरै हुन्छ साथी 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 17 अबको चाहिँ के प्लान छ त्यसको मेरो प्लान मेरो मेन जेनरल प्लान हुन्छ तर तर मेरो प्लान
भन्दा पनि त्यो प्लान चाहिँ के को लागि भन्दाखेरि फर्स्ट गोल भएन न मेरो गोल जस्तो चाहिँ अब त्यही हो अस्ट्रेलिया आइसक्यो होइन अब म यहीँको सिटिजन लिन्छ त्यो थाहा छैन तर म यहाँको पिआर चाहिँ लिन्छु कि मेरो गोल अहिलेको एकदम फोकस भएको चाहिँ धेरै छन् गोलहरू त्यो मध्येमा एउटा वान अफ द मेन चाहिँ त्यही छ त्यही भएर मैले अहिले गरिरहेको इन्फर्मेसन सिस्टम छ होइन त्यसको लागि अहिले चाहिँ म त्यसलाई प्रायोरिटाइज गरिरहेको छु है अब त्यसबाटै त्यो पिआर हुन्छ हुँदैन थाहा छैन तर मैले त्यसलाई प्रायोरिटाइज गरिरहेको छु अनि मैले चाहिँ पढेर भन्दा पनि होइन अब हल्का एक्सपिरियन्स जस्तो के अब त्यस्तो गरेर गर्नु मन छ जुन चाहिँ गाह्रो त गाह्रो स्टेप हो मेरो अब माइक्रो गोल भनेको चाहिँ यहाँनिर मेरै पढाइको सम्बन्धमा जब जस्तो काम जस्तो पाउने त्यो भन्यो भने चाहिँ त्यो छ मेरो अहिलेको रिसेन्ट गोल चाहिँ एकदमै भनौँ न गर्नुपर्ने जस्तो तिम्रो चाहिँ के छ साथी मेरो आफ्नै फिल्डमा अब काम गर्न मन लागिरहेको एज अ जब नै अब इन्टर्नसिप भनौँ मलाई एउटा जब आफ्नै फिल्डमा या आफ्नो रिलेटेड कुराहरूमा तिमीले गरि पनि राख्यौ नि साथी एउटा इन्टर्न लिइरहेको थियो नि त त्यस जस्तै अहिले फर रिफरेन्स हिरेसले चाहिँ किचनमा काम गर्छ होइन त्यो काम र त्यो इन्टर्नसिपमा गरेको काम हुन्छ नि त्यसमा चाहिँ कतिको फरक पायो जस्तै त्यो अब मैले अकाउन्टिङको त्यो दाइहरू मलाई बोलाउनु भयो अनि एकदमै गुड दाइहरू अहिले पनि म अस्ति हिजो नि गएको थिएँ अनि स्टिल आऊ होइन जब टाइम मिल्छ तिमीहरू थाहा बिजी छौ होइन तर टाइम मिलेर आऊ सिक भनेर अनि मैले ट्याक्स रिटर्न नि त्यो दाइहरूले मैले चाहिँ यसरी गर्नुपर्छ भनेर मैले आफैले ट्याक्स रिटर्न गरेको सही हो होइन अनि एकदमै गुड दाइहरू एकदमै पुस गर्न सक्नेहरू होइन अनि हुनुहुन्छ त्यो दाइहरूले नेपाल दाइहरू अन्त कति धेरै ठाउँमा चाहिँ पैसा तिरेर नि क्या त्यत्तिको सिकाउनु हुँदैन क्या मैले चाहिँ त्यो धेरै एप्लिकेसनहरू चलाउन सिकेँ अनि अब ब्यास भनेको बिजनेस एक्टिभिटी स्टेटमेन्टहरू सिकेँ अनि ट्याक्स रिटर्न गर्न सिकेँ अनि ब्यास अब के अरे जिएसटीहरू हरेक 3 मन्थमा चाहिँ जिएसटीको चाहिँ लेनदेन गर्नुपर्छ क्या गभर्मेन्टलाई अब बढी जिएसटी लेखाउने उस हुन्छ त्यस्तोहरू चाहिँ गर्न सिकेँ एक्चुअली पढाइभन्दा सुरुमा तिमीले कामबाटै सिकिरहेको छ कति कुरा होइन धेरै कुराहरू सिकिरहेको होइन त्यो गर्दाखेरि चाहिँ आफ्नै फिल्डमा एकदमै नर्ड सुन्नेलाई होइन तर एउटा पिआरको लागि चाहिँ त्यति चाहिँ गर्नुपर्छ कि होइन आफ्नै सब्जेक्टमा काम गर्ने त्यो भयो भने हो पछि गएर बिजनेस यो बिग टक गरौँला पछि गएर होइन तर अहिलेको लागि चाहिँ एकदमै स्मल स्टेप चाहिँ त्यस्तो चाहिँ गर्नुपर्छ कि एकैचोटि म यो गर्छु एकैचोटि म अब यो दुबई गएर ठुल्ठुलो यत्रो बिल्डिङ किन्छु त्यो एकैचोटि भन्दा नि अहिलेको गोल चाहिँ त्यस्तै छ रियलिस्टिक भन्दा सुरुमा त रियलिस्टिक हुनुपर्छ सुरुमा सिक्नु पऱ्यो जस्तो कि हामी नेपालमा भन्दाखेरि एक नि थिएन मैले एक भयो अब आउने बेलामा हामी 2 हुन्छौँ होइन इन टर्म्स अफ ग्रोथमा इन टर्म्स अफ मनीमा 1 को 2 भयो अब 2 को 3 हुन्छ डेफिनेटली त्यसरी नै बढ्दै बढ्दै जान्छ अब अभियसली एकदमै ठुल्ठुलो पाइलट लिन मन लाग्छ होइन सपना नि ठुल्ठुलै आउँछ त्यो होइन डिलुजन हुन्छ राम्रो नि तर एकदमै उ त्यो छ कि पर्फेक्ट एकदमै रिजनेबल डिलुजनल छ कि अभियसली इन गोल लाइफको इन गोल भनेको त ठुलै नै हुनुपर्छ होइन तर सुरुमा स्टेप चाहिँ सानो लिनुपर्छ स्टेप चाहिँ सानो लिनुपर्छ एकैचोटि ठुलो स्टेप गर्छु भन्दा नेक्स्ट टाइम मात्रै हुन्छ क्या त्यो नेक्स्ट टाइम आउँदैन कि एकदमै त्यो चाहिँ हो म मान्छु त्यसो राम्रो हुँदा अरे नेपालको र हाम्रो हामीले आफूलाई कम्पेयर गरेर हिजो र आजमा कम्पेयर गरेर हामी 1 को 2 चाहिँ भइसक्यो नि त इन टर्म्स अफ एभ्रिथिङ अब हामीले मनी म्यानेजमेन्टको कुरा सिकिरहँ होइन हाम्रो फाइनेन्सेस म्यानेज गरिरहँ हाम्रो हरेक टाइम म्यानेज गर्न सिकिरहँ होइन लाइफमा रिलेसनसिपहरू म्यानेज गर्न सिकिरहेछौँ जुन चाहिँ नेपालमा हामीले गरिरहेको हुँदैन मिनिमम गरेको रहेछ क्या हरेक कुरा केही कुराको मतलबै नहुने तरिकाले चाहिँ उस हुन्छ नि त त्यो कुराहरू सिकिरहँ होइन विच इज भेरी गुड त्यही कुरा गर्दाखेरि कि मलाई ठ्याक्कैमा पायो देश त छोड्या हुन्छ भेट होइन हिजो राति मलाई सुत्नुभन्दा अगाडि आएको थियो मेरो मिल्ने साथी छ त्यो दिपसानी थियो ऊ के अरे ऊ चाहिँ अमेरिकामा छ अहिले अनि अब परिवारको कुरा मेरो मिल्ने साथी नै मेरो छेउमा तिमी त छौ त्यो तर दिपसान थियो नि त एउटा त्यो मेरो छेउमा छैन अनि मेरो मम्मी बाबा छेउमा छैन मेरो आफ्नै भाइ छेउमा छैन चिराग एकदम दाइ त्यो छैन होइन अब मेरो अरू साथी छन् तर तिनीहरू जुन चाहिँ मैले एकदम क्लोज सर्कलमा राखेको थिएँ नि तिनीहरू चाहिँ छैनन् नि त कस्तो
हिजो चाहिँ इन अ वे कस्तो कस्तो नरमाइलो लागिरहेको थियो क्या मलाई बेलुका निन्द्रा पनि लागिरहेको थिएन त्यो कुराले गर्दाखेरि तर कस्तो भनौँ न के नेपालीहरूले चाहिँ के गल्ती गरेको थियो र जस्तै यिनीहरूले चाहिँ यो कुरा सफर गर्न परेको जस्तो लाग्छ कि मलाई इन अ वे सफरिङ त हो नि आफ्नो मनोभाव सधैँ देख्न नपाउनु सक्यो त्यो केही ग्रेट कुराको लागि सफरिङ हो त्यही हो फेरि मैले अब जब मैले घर छोडेको थिएँ होइन जब लाइक घरमा टिका सिका लगाएर म र मम्मी थियौँ दाइ र बाबा चाहिँ पसल गइसक्नु थियो जब मैले त्यो घरको त्यो सानो गेटबाट बाहिर निस्केर ट्याक्सीमा बसेँ नि अनि घर बनाउन पनि घर छन् भन्ने चाहिँ कस्तो जस्तो फिल गर्थ्यो कि मलाई त्यही बेला के घर बनाउन नि घर छन् पर्ने रहेछ पहिलो घर त त्यो हो नि त जस्तो होला जे होला आफूले बनाउनु घर बनाउन नि त घर छोड्नु पऱ्यो नि त अब नयाँ घर बनाउन पुरानो घर छोड्यो जस्तै भयो एउटा सेक्रिफाइसेस हो अब त्यही कुराले पछि गएर एकदम सजिलो हुन्छ लाइफमा मलाई चाहिँ अब हामी चाहिँ एकदम यङ छौँ हामीसँग त धेरै कुरा छैन नि त मैले जब ठुलो मान्छेहरू देख्छु भने तिनीहरू एकदमै पर्फेक्ट पोजिसन जस्तोमा हुन्छ नि त कामको लाइफ इन जेनरलमा लाइफ रिलेसनसिपहरू हुन्छ नि आफूसँग त्यस्तो सबै छैन नि त लाइक तिनीहरू चाहिँ कसरी त्यहाँ पुग्यो ल हामी कतिखेर पुग्छौँ जस्तो फिल हुन्छ एउटा अर्जेन्सी जस्तो पनि छ होइन लाइक सबै कुरा भनिदिएर त्यस्तो ठिक हो होइन एकदम राम्रो खतरा हुने त्यसरी घर बनाउनु गर्छौँ त्यो हो यार मलाई चाहिँ त्यसरी मैले सोचिनँ होइन म चाहिँ अलिक इमोसनली भयो त्यो अब मम्मी बाबा ठ्याक परिवारले ठ्याक गुरुबा हुँदाखेरि त्यो बेला त्यो भयो म त्यति डिपली त सोचिनँ मैले होइन तर रियालिटी चाहिँ जो राम्रो तरिकाले पाएँ अनि नेपाली लाइफबाट होइन यहाँबाट चाहिँ जे हुन्छ नि त मान्छेहरूलाई एकैचोटि कल्चरल सक हुन्छ अब त्यो मात्र नभइकन अब धेरै कुराहरू वेदरदेखि सबै कुरा तिनीहरू चाहिँ ठ्याक्कै इन्जोय गर्दाखेरि कि मलाई चाहिँ के मलाई चाहिँ ब्रिस्बेनमा गएको नि मलाई चाहिँ सबै कुरा सजिलो भएको क्या मेट सबैलाई यस्तो भएन मलाई चाहिँ ठ्याक्क एयरपोर्टमै लिन आउने मेरो हुनुहुन्थ्यो होइन अनि राखिदिने तिमीलाई नि त्यस्तै भयो क्या त्यस्तो अहिलेको जेनेरेसनमा चाहिँ त्यस्तो जति पहिला सुनिन्थ्यो नि त्यस्तो चाहिँ हुँदैन जस्तो लाग्छ त्यस्तो दुःख हुँदैन क्या अब आफ्नै दाई दाजुभाइहरू जस्तो हामीलाई समात्ने हो अब नयाँ मान्छे आउँदैछन् भने त्यसो गर्ने आफन्तलाई नजिक पार्ने त्यस्तो गऱ्यो भने चाहिँ त्यस्तो गाह्रो छैन कि मलाई नि त्यस्तो गाह्रो भएन क्या होइन त नि अब सबै त्यसपछि त आफै फेस गरिन्छ अनि लाइफ जस्ट गोज बाई चाहिँ त्यो कुरामा चाहिँ राम्रो एक्सपिरियन्स भएको अस्ट्रेलिया आउँदाखेरिको अनि मेन कुरा चाहिँ हो एउटा खतरा टपिक आयो साथी भोलि अगस्त 31 के मेट अब थाहा छ त्यत्रो प्रोटेस्ट हुँदैछ होइन यो अस्ट्रेलियाको रेसिजम जस्तो एउटा छ नि त त्यो एउटा फ्याक्टर छ नि होइन यो त नेगेटिभ टर्म हो तर पनि हल्का ल्याउनु है आज कुरा गरौँ त्यो चाहिँ तिमीलाई कस्तो छ कतिको रेसिस्ट मोटिभले कतिको रेसिजम फेस भइरहेको वाइटहरूले अब निकाल्नै खोजेको तरिकाले गरेछन् त्यही भएर रेसिजमको यदि एब्रोजिनलहरूलाई अनि यहीँबाट धेरै वाइटको जेनेरेसन पनि हाम्रो अरू युरोपियनहरू पनि धेरै आयो नि त यहाँ अनि उसहरूलाई चाहिँ मतलब मलाई चाहिँ लाग्छ म आफै इमिग्रेन्ट भएर होला होइन इमिग्रेन्टले चाहिँ धेरै उस मेहनत गर्छ यहाँ आएर चाहिँ अनि मान्छेले भन्छन् अनि के अरे आफूले कमाउँछ नेपाल पठाइदिन्छ या भन्छ र त्यस्तो चाहिँ हुन्न यहाँको खर्च धेरै छ होइन यहाँ जति कमाइराख यहीँ नै खर्च हुन्छ जति टुक्रा टुक्रा बाँकेर चाहिँ बल्ल चाहिँ नेपाल जान्छ एकदमै टुक्रा टुक्रा जान्छ हामीले जति ट्याक्स तिरेछौँ नि मेट त्यसको एकदमै कम पर्सेन्ट मात्र हो कि जाने भनेको नेपालमा कलेक्टिभली के मान्छेहरूले यति धेरै ट्याक्स तिरिरहेको हुन्छ तर उनीहरूले के सोध्छ जुन चाहिँ लस भइरहेको छ त्यो मात्रै हेरिरहेको हुन्छ क्या इन्डेक्समा जुन चाहिँ बाहिर गइरहेको छ नि त्यो मात्रै हेरिरहेको हुन्छ हामीले ट्याक्स तिरेको वर्ल्ड फोर्समा हेऱ्यो भने म्याक्सिमम् इमिग्रेन्ट्सले मेजोरिटी काम गरेको ठाउँमा चाहिँ मेजोरिटी त इमिग्रेन्ट्सै हुन्छ इमिग्रेन्ट भोलि सबै कोही नि गइदिनु भन्छ वाइट इमिग्रेन्ट्सलाई फेरि उनीहरूले के भन्दैन वाइट इमिग्रेन्ट्सलाई चाहिँ यिनीहरूले एक्सेप्ट गर्नुहुन्छ क्या अब मेरो साथी थियो होइन त्यसलाई त अब गो ब्याक टु यर कन्ट्री भनेर पिटेकै हो कि खैरीले केटीहरूले केटी मिलेर केटीलाई नै पिटेकै के अब पिटेरै झापड त्यस्तो त्यो एक्सट्रिम हो नि त अब त्यही खैरी इमिग्रेन्ट भएको भए त्यस्तो चाहिँ गर्थेन होला कि गो ब्याक टु यर कन्ट्री अब मलाई एकचोटि भनेको छ नि त गो ब्याक टु यर कन्ट्री
तिमीलाई मलाई भयो नि त त्यस्तो हाले जस्तै कामहरू मैले यसो रेसिडेन्ट त्यति हुन्छ तर जोकिङली कति रेसिडेन्ट जोकिङली चाहिँ हुँदै भइराख्दैन चाहिँ हामीले चाहिँ लाइक बुझ्दैन नि हामी मतलब लाग्दैन नि त्यही भएर चुप गरेर गर्दा तर एक्चुअली चाहिँ एकदमै क्या उसहरू गरेर हामीले त्यसको लागि चाहिँ आफ्नै त्यसमा फोकस गरेर बस्नु पर्ने त्यो वास्ते नगर्ने नजिक धेरै नहुने हो सोसियलाइज हुनुपर्छ तर यिनीहरूमा हेट्रेड पनि छ कि सबैमा छैन तर मेजोरिटीमा छ भन्छु मलाई हुन्छ नि रेसिजम चाहिँ छ यार अस्ट्रेलियामा अब धेरै जस्तो देशमा छ तर अर्को कुरा नि बनाएको भनेर चलाएको पनि फरक हुन्छ एउटाले बनायो भनेमा अर्कोले चलाइरहेको अनि त्यो कुरा नि सोच्नु पऱ्यो त्यो एउटा हस्पिटल मात्र छ तर त्यहाँनिर चाहिँ त्यो सञ्चालन गर्नै मिलेन भने त त्यसको गाह्रो भयो त्यो त झ्याउ भयो नि त त्यो बिल्डिङ मात्र भयो त केही पनि भएन नि त त्यहाँ काम गर्ने वर्करदेखि लिएर क्लिनरदेखि लिएर ठुलो डक्टरसम्म इमिग्रेन्टै भइरहेको हुन्छ त्यो हस्पिटल बिल्ड खैरीले मात्र गर्यो भनेर त्यो इच्छा होइन अब खैरी मात्र नभइकन अब भनौँ न त्यस्तो गर्नु भएन क्या त्यस्तो गऱ्यो भने त्यति गर्नु यो अस्ट्रेलिया नै इमिग्रेन्टै कन्ट्री हो त्यस्तो गर्दाखेरि कति ट्युसन फिजहरूमै कति बिलियन 55 बिलियन गइकन ट्युसन फी त इन्टरनेसनल स्टुडेन्ट ल्याउने होइन अनि अब इनरोलमेन्ट फी भयो त्यस्तै छ भिसा फी एक्सटेन्ड अब जस्तै पिआरै हाल्नु पनि लगभग 10,000 खर्च हुन्छ पिआर पाउने यो कुरा चाहिँ सरकारले चाहिँ बुझेछ होइन यो कुरा सरकारले चाहिँ बुझिरहेछ त्यस्तो ओहो नबुझ्यो होइन अझै डिफल्टहरू छ तर बुझिरहेको छ तर नबुझ्ने भनेको चाहिँ अब जनताहरू सबै पनि त्यो सर्टेनिटी मान्छेहरू ग्रुपहरूले चाहिँ बुझिरहेको छ स्पेसली हेल्थ केयर फोर्समा चाहिँ एकदमै इमिग्रेन्ट्सहरू छ मलाई अब आउने सर्टेन टाइममा अरू फिल्डहरूमा चाहिँ नि इमिग्रेन्ट्स अब तिनीहरू इमिग्रेन्ट्स चाहिँ भन्नु न यहीँको फेरि इमिग्रेन्टबाट पनि अब यहीँको कुरा चाहिँ बिगार्नु पर्ने जस्तै मेरो पोइन्ट अफ भ्यू चाहिँ के छ भन्दाखेरि होइन यदि तिमी यहाँ छौ भने तिमी यहीँको जस्तो हो मेरो सोच त्यो भन्छ जस्तै हो आफ्नो कल्चरहरू बिर्सिनु हुँदैन तर आफ्नो कल्चरले गर्दाखेरि अरूको कल्चर अरूको इन्भाइरोमेन्ट डिस्टर्ब हुँदैन कि जस्तै क्यानाडामा इन्डियनहरूले चाहिँ अब त्यस्तै स्पेसिफिक नजानु पनि तर इन्डियनहरूले चाहिँ के अरे एउटा लेकमा चाहिँ पुरै नुहाइदिएछ क्या त्यो के हरर बनाउँथ्यो भने नुहाइदिएछ क्या होइन पुरै ज्यान मिचेर त्यो गर्ने स्विम गर्नु फरक हो नुहाउनु चाहिँ फरक हो नि त मेरो साबुन लगाएर त्यस्तो गर्नु आज नुहाउनु पर्ने थियो भने त्यो गर्नु त्यो ठिक भएन नि त मेरो यदि तिमी यहाँ हुनु भने उनीहरू जस्तै भयो उनीहरू यदि तिमी काम गर्दैछौ भने अङ्ग्रेजीमा मात्र बोल अब काम बोर्ड ठाउँमा अनेक अरूहरूको रेस्टुरेन्ट गर्न म लेफ्ट बिहाइन्ड हुन्छु जस्तै म काम गर्ने ठाउँमा चाहिँ इमिग्रेन्टै हुन् तर उनीहरू कोलम्बियन हुन् होइन उनीहरू सब स्पेनिसमा मात्र बोल्छन् मैले चाहिँ बुझ्दिनँ अनि म टपिकमै आउनु नि त मलाई झ्याल लाग्छ अनि म जानी पनि लन्च टाइममा चाहिँ ब्रेकफास्टमा चाहिँ छुट्टै तर लन्च टाइममा चाहिँ म छुट्टै ठाउँमा आएर बस्छु कि त्यो उनीहरू बोलेको बुझ्दै बुझिँदैन यत्तिकै उयो गर्नुभन्दा चाहिँ यति बस्नु भने यतैको जस्तो भयो त्यही लास्ट जानु अनि त्यो पानी पनि तात्यो क्या भोलि चाहिँ के हुन्छ भन्दाखेरि धेरै कुरा डिसाइड गर्छ जस्तो लाग्छ भोलि अब गभर्मेन्टको पर्सपेक्टिभ चाहिँ के चेन्ज हुन्छ होइन गभर्मेन्टले के कसरी एक्ट गर्छ भने त्यसले पनि धेरै कुरा डिसाइड गर्छ अहिलेसम्म चाहिँ केही पनि भएको छैन नि त झन् स्ट्रिक्ट गर्ने हो कि होइन तर जस्तै स्टुडेन्टले चाहिँ काम गर्न पाउने बनाइदियो भने के हुन्छ आउँदैन कोही पनि धेरै जस्तो आउँदैन किनभने उनीहरूमा चाहिँ पर्चेसिङ पावर कम हुन्छ नि त अनि एकैचोटि कहाँ त्यत्रो फी तिरेर नेपालबाट गएर तिरेर त सबैले अब हामी मात्र होइन त्यस्तो त गाह्रो छ मलाई के भन्नु 24 आवर गर्दा पर्फेक्ट वर्क लाइफ ब्यालेन्स भन्छ कि भन्छ अझ 30 आवर्स त दिँदैन भन्नु जस्तो
अझै एक दिनको सिफ्ट थप्नु भने एक दिनको सिफ्ट त्यति एक त्यति दिनले भयो गर्दाखेरि चाहिँ 8 घन्टा अब हरेक हप्ता 8 घन्टाको मात्रै बढी सिफ्ट भयो त्योभन्दा बढी छैन त्यतिले चाहिँ हाम्रो इन्टरनेसनल स्टुडेन्टले धेरै सहयोग गर्छ आफ्नो करियरतिर आवर बढी भएपछि र एक दिन बढी काम गर्न पायो नि त त्यसो गर्दाखेरि मन त्यो भने चाहिँ 24मा अझै 6 घन्टाको सिफ्ट गरेर 30 घन्टाको बनाइदिने केही भएन 32 आवर भनेर केही भयो 64 त्यति गर्यो भने पर्फेक्ट त्यसले गर्दाखेरि म पढ्न पनि सक्छु त्यसले गर्दाखेरि म काम पनि गर्न सक्छु म्यानेजमेन्ट पनि गर्न सक्छु त्यस्तो चाहिँ त्यसले गर्दाखेरि अब हुन त क्यासमा नि मान्छेले काम गरेर आउँछ नि त अब त्यो रेट कम हुन्छ कि क्यासमा काम गर्ने हुन्छ नि त्यतिले पुगेर आउँछ किन ट्याक्स झन् गभर्मेन्टलाई नि राम्रो भयो ट्याक्स पनि राम्रो धेरै आउनु भयो जब इम्प्लोइमेन्टको चान्सेस बढी भयो हामीले 4 दिन जम्मा 3 दिनको लागि त्यो गर्नुपर्ने हुन्छ के अरे कस्तो भन्नु आएको असाइनमेन्ट जस्तो भनौँ हामीले त्यतिको लागि मात्रै कम्युट गर्नुपर्ने हुन्छ 3 दिनको लागि मात्रै कम्युट गर्न मिल्छ तर गर्नुपर्ने चाहिँ 4-5 दिनको लागि हुन्छ त्यसले गर्दाखेरि पनि कति जब पाउन गाह्रो भएर आउँछ क्या यति मात्र छ यति मात्र त कसलाई दिन्छ नि तपाईँ किन दिन्छ नि बरु म फुल टाइमलाई दिन्छु अझै बढी गर्ने मान्छेलाई दिन्छु भनेर दिन्छ हामी चाहिँ स्याडो हुन्छ नि हामीले गर्न मिल्ने भनेको जब भनेको यस्तै सानोतिनो त्यही नै हुन्छ ए अन्त यार साथी केही छैन चटनी मिठो खानु यो पनि दामी छ होला साथी जिन्जर पनि छोडेर छोड्नु पर्छ क्या महँगै त्यस्तै छ सबै त्यतिलाई $1-2 परिहाल्छ बसार लिनु त्यस्तै छ प्रशान्त कतिखेर आउँछ मोबाइल कहाँ छ मोबाइल कहाँ राखेँ मैले मलाई यो कुरा मन पर्दैन साथी यार के कसै ट्रेनमा बसेर मोबाइल चलाउँछन् नि जस्तै आउट प्लेसमा मोबाइल चलाउँछन् नि खाना खाँदाखेरि त्यो चाहिँ मन पर्दैन जस्तै कन्भर्सेसन हुने बेला भयो त्यही हो अब ट्रेनमा बसेपछि ट्याक्क बाहिर कुरा हेर्नु छैन त्यही मान्छेसँग बोल्नु छैन ऊ गरेर नाम पनि आएन फोन हेरेर गीत सुनेर त्यस्तो गर्दाखेरि त अनि के छ दाइ पार्टी होइन हो दाइ यो त्यो के अरे सर्भाइभिङ है हजुर दाइ त्यो उयो गर्ने गऱ्यो दाइ बनाउँदा पोडकास्ट अब एक्चुअली हामीलाई स्कुलको मैले एउटा कुरा भन्नु पर्यो नि एक्सपर्ट अब हाम्रो पाउँछ त म हजुर हाम्रो पाउँछ त म त्यो चाहिँ गाह्रै छ अब अनेस्टली भन्दाखेरि खाजाको लागि पनि लानु पऱ्यो दाइ अब जहान बढी भयो के रे जहान बढी भइहाल्यो त्यस्तो दोगलावाला कुरा गर्छ तिमीहरू त्यही हो यार मोबाइल स्विच अफ भयो क्या सायद तिम्रो त्यस्तै होइन सफिसियन्ट स्पेस भएन